धेरै कुराहरू त फोटो आफैले पनि बयान गर्छन् कि अब हाम्रो माननीय हर्क सम्बङज्यूले उहाँको बारेमा कुरा गर्न छोड्ला नि त। आज प्रतिनिधि सभाको मिटिङको अन्तिममा देखिएको यो दृश्य हो र यसले सबैजनालाई इमोसनल पनि बनायो होला। आज माननीय बालेनज्यूसँग चाहिँ 100% फुल रिजन थियो माननीय हर्क सम्बङज्यूलाई इग्नोर गर्ने, नबोल्ने, उहाँबाट टाढा बस्ने, किनकि उहाँको 10वटा स्ट्याटस मध्येमा 7-8वटा उहाँलाई नै लक्षित गरेर बोलिरहनुहुन्थ्यो उहाँले। तर बालेन शाहले त्यो बाटो नरोजिकन एउटा ग्राउन्डेड मान्छे भएर चाहिँ उहाँलाई आफैले बोलाएर पछाडिबाट आएर टक्क अँगालो मारेर कुरा गर्नुभयो। अब यसले यो देखाउँछ कि उहाँहरू सोसल मिडियामा चाहे जेसुकै गरे पनि एकअर्कालाई रेस्पेक्ट गर्नुहुन्छन्, किनकि बालेन शाहले तपाईँ जस्तो सुकै जेसुकै भन्नुहोस् म तपाईँलाई माया गर्छु भनेर बार बार भनि पनि रहेको हुन्थ्यो। र मेरो विचारमा यी दुवैजनालाई एउटा कुरो चाहिँ थाहा छ, उहाँहरू दुवैजना हिजोको दिनमा ग्राउन्ड रियालिटीबाट ग्राउन्डबाट लडेर आएको हो। त्यो एउटा करप्ट सिस्टम, त्यो समाजमा एउटा जरा गाडेर बसेको एउटा पावरफुल सिस्टमको विरुद्धमा एक्लै सडकबाट लडेर आज यो सदनसम्म आइपुगेको हो भन्ने कुरा यी दुवैजनालाई थाहा छ। त्यसैले भनौँ भने यी दुवैजना एकअर्काको स्ट्रगललाई लिएर एकअर्कालाई रेस्पेक्ट पनि गर्छन्। यो अलग कुरा हो कि उहाँहरूको अब सोसल मिडियामा एउटा केही पक्ष विपक्षी भएकै कारणले गर्दाखेरि पनि उहाँहरू एकअर्काको कुरा एकअर्कालाई अवेर गराउनु पर्ने जरुरत पनि हुन्छन्, त्यसैले बोलिरहेको पनि हुन्छन्। तर बालेन शाहज्यूले उहाँलाई मनमा नराखिकन आज यो दृश्य चाहिँ हामीले देख्न पाए। तपाईँले के लाग्छ? तपाईँको यो बालेन शाहको बटप्पन हो कि उहाँको केही मास्टर प्लान हो कि अब हाम्रो माननीय हर्क सम्बङज्यूले उहाँको बारेमा कुरा गर्न छोड्ला नि त? तपाईँले के लाग्छ? कमेन्ट गर्नुहोला। जय नेपाल।